त म पनि कामदेखि ड्युटी छुट्टी लिएर घरमा आएको छु। हामी बुढाबुढी अब रुममा बसेको छु, यहाँ कमन रुममा। के कम्पनी भन्दा यहाँ चाहिँ यहाँ राखेको छ। ए यो नाम हो यामाहा কোম্পানি লাগা আছে রে। मेरो छोरीले पनि ट्रेनिङ दिँदा गिटार बजाउन चाहिँ सिक्यो। फास्ट सिक्दाखेरि चाहिँ यो किनिदिएको थियो। यो चाहिँ अलिक सस्तै पर्छ दाम। यो किन्दा चाहिँ 4500 कति परेको थियो। यो पनि राम्रै छ। यो चाहिँ सिक्दाखेरि लिएको थियो। अहिले सिकेर अब त अलिक बजाउन सक्ने भयो। त्यसको लागि नि अहिले राम्रो खालको एउटा लिइदिएको। यसको दाम चाहिँ यसको प्राइस चाहिँ तिम्रो पर्यो 17000 पर्यो। पुरा यसमा अब यहाँ ब्याट्री सिस्टम पनि रहेछ। यहाँ ब्याट्री हाल्दो रहेछ। यसरी यो ब्याट्री हाल्दो रहेछ। यहाँ यसरी यो पेन्सिल ब्याट्री हाल्दो रहेछ यहाँ। अनि यो अटोमेटिक यसरी लक हुँदो रहेछ। अनि यहाँ साउन्ड पाउन्ड के दिने यस्तोहरू पनि रहेछ है। यसरी लाइट जल्छ। यो पुरा छोरीले अब गिटार बजाउन सक्ने भयो। त्यसको लागि यो किनिदिएको। यो पनि कहाँ झुन्डेर आएको छ। अब छोरीले बजाउँछ। बजाएको पनि देखाइदिन्छु। यो चाहिँ मेरो कमन रुम हो।